भिडियोमा त देखेकै हो, तर आज सँगै हुन जुर्या पनि रहेछ। खासमा आज म मात्र नभई पाठ पारायणको लागि अरू गुरुहरू पनि आउँदै हुनुहुन्छ र यही चोक बजारमा रहेको अशोक दाईको पूजा सामग्री पसलमा जम्मा हुने भनेर सल्लाह भएको थियो र त्यहाँ सबै गुरुहरू जम्मा भएर भागवत पुस्तक लिएर सबै गुरुहरू पूजा भएको घरतिर लाग्यौं र त्यहाँ पुगेर एकछिन गुरुहरू सबै बस्नुभयो र त्यता गुरु बुवाले यो वर्ष दिनको कार्यलाई अगाडि बढाउँदै हुनुहुन्थ्यो अनि यता गुरुहरू भने चियाको सुर्की लिँदै धेरै पछि यसरी सँगै बसेर गफ गर्दै हुनुहुन्थ्यो र यतापट्टि पनि लागबत्तीलाई भिजाउने कार्य चलि नै राखेको थियो र एकछिनमा सबै गुरुहरू वरण हुनु भएर आफ्नो आफ्नो भागमा परेको भागवत पाठ पारायणलाई अगाडि बढाउनतिर लाग्नुभयो र मलाई भने दाइले वेदको जिम्मा दिनुभयो र मैले भने वेदको मन्त्रहरूलाई अगाडि बढाउनतिर लागे र अलि एकछिन पछाडि मध्याह्न ब्रेकको टाइम भइ नै हाल्यो र सबै गुरुहरूले गफ गर्दै फलार लिनतिर लाग्नुभयो अनि भेट्यौ नि भने कि यस्तै कार्यहरूमा नै हो, जति नयाँ नयाँ गुरुहरूसँग भेट्यो त्यति नै चिन्जान हुने र नयाँ कुराहरू जान्न र बुझ्न पनि पाइन्छ र त्यतिकैमा यता सबै गुरुहरूले आफ्नो पाठ पारायण सकेर घरको कर्ताहरूलाई पुस्तक पूजा गर्न लगाएर यता लागबत्ती बाल्नतिर लाग्यौं। लागबत्ती पनि बालेर भजन गाएर त्यस पछाडि सबै गुरुहरू भोजन गरेर टीका लगाएर हामी सबै गुरुहरू त्यहाँबाट बिदा भयौं।